मेरो नाम रञ्जन गुरुङ है, जनताको आवाजको प्रेसिडेन्ट रञ्जन गुरुङ। साथमा मेरो यहाँ दार्जिलिङ ऋषि हाटबाट जनताको आवाजको कोअर्डिनेटर। अनि आज यो रासिन विषय लिएर नै हो मेन कुरो चाहिँ है। अनि प्रेस गर्नुको औचित्य चाहिँ यो छ कि हामीले फुड एन्ड सप्लाईमा अब कतिको रासिनहरू काटिँदैछ भन्ने हामीले कता कता सुनिरहेको छौँ है। त्यो रासिन चाहिँ किन काटिँदैछ भन्ने कुरो चाहिँ आज म यहाँ तपाईँहरूलाई बताउन चाहन्छु सोसियल मिडिया मार्फत है। त्यो रासिन चाहिँ तपाईँहरूले केवाइसी नगरेको कारण चाहिँ रासिन काटिँदैछ तपाईँको। अनि तपाईँहरूले झट्टभन्दा झट्ट केवाइसी चाहिँ गरिहाल्नुपर्छ। तपाईँले सम्पूर्ण पहाडको जनताहरूले चाहिँ केवाइसी चाहिँ गर्नुपर्छ। अनि कतिजना व्यक्तिहरूले है जसको घरमा गाडी छ घोडा छ उनीहरूको रासिन काटिन्छ भन्ने कुरा थियो। एउटा यो अफवाह मात्रै हो, किनभने आधिकारिक रूपमा कुनै पनि नोटिस आएको छैन। त्यस्तो जुनै पनि सरकारले लागू गर्नु अगाडि चाहिँ नोटिस जारी गरेको हुन्छ, आधिकारिक रूपमा नोटिस जारी गरेको हुन्छ। बिडिओ अफिस है फुड एन्ड सप्लाई मार्फत चाहिँ यो नोटिस जारी गरेर चाहिँ त्यसलाई लागू गरेको हुन्छ। अनि यो रासिन काटिन्छ भन्ने चाहिँ एउटा अफवाह हो। तर तपाईँहरूको रासिन कार्ड ब्लक हुँदैछ अहिले। किन हुँदैछ भन्दाखेरि चाहिँ केवाइसी नगरेर हो। केवाइसी चाहिँ तपाईँले यहाँ फुड एन्ड सप्लाई अफिस आएर तपाईँले गर्नु सक्नुहुनेछ। अनि जान्नेले घरैबाट पनि अनलाइन गर्नु सक्नुहुनेछ। अनि विशेष धेरै जस्तो जग्गामा अहिले स्कुलले रासिन दिएको छ भनेदेखि कति ठाउँमा स्कुलले रासिन दिएको छैन। रासिनको स्कुल त त्यही हो 20 प्याकेट आटा अनि तपाईँको 15 किलो चामल। 15 दिन तपाईँको 4 जना छ भने 11 किलो प्लस हुँदै जान्छ है। अनि डिलरहरूको समस्या पनि यहाँ मैले धेरै डिलरहरूको समस्या देखेँ है। किनभने यो कोरोना कालमा बिना बायोमेट्रिकमा रासिन दिएको कारणले चाहिँ यहाँ डिलरहरूको समस्या पनि छ। त्यस कारणले डिलरहरूले सप्लायरकोबाट जति उपभोक्ता छ त्यो अनुसार रासिन उठाउन सकेको छैन। यो कुरो हामीलाई थाहा छ। डिलरको पिरमार्ग एकतिर हो अनि जनताले पनि सही स्कुलमा रासिन पाउनुपर्छ। अनि यसको अब सल्युसन के छ भन्दाखेरि चाहिँ हेर्नुहोस्, म डिपार्टमेन्टलाई 2 हात जोडी अपिल गर्न चाहन्छु। हामी साधारण जनता हो अनि तपाईँहरूले झट यसको सल्युसन निकालेर जनताले पनि सही स्कुलले रासिन पाओस् अनि डिलर पनि नमरोस्। अनि फेरि पनि जनताले अब 24मा त स्किलले पाएन, 25मा चाहिँ स्किलले पाउनुपर्छ भन्ने हाम्रो माग हो। अन्त फेरि पनि यसै रासिनहरू अनस्किलमा बाँडियो भने चाहिँ हामी चाहिँ 26मा चाहिँ फेरि अनस्किलले रासिन बाँड्यो भने चाहिँ हामी चाहिँ फुड एन्ड सप्लाई अगाडि धर्ना दिनेछौँ। अनि यसमा साथसाथमा डिलरहरूको समस्याको पनि छ। डिलरहरूको पनि समस्या लिएर डिलरहरू पनि हामी जनताको साथमा डिलर अनि जनता एउटा सबै मिलेर चाहिँ फुड एन्ड सप्लाई अगाडि चाहिँ हामी धर्ना दिनेछौँ। अनि हामी कहाँ जानुपर्छ त्यसको लागि हामी पनि जान तयार छौँ। अनि कहाँनिर दरबजार हामीले कलकत्ता जानुपर्छ भने कलकत्ता पनि जाने, दिल्ली जानुपर्छ भने दिल्ली पनि जाने, खाद्य मन्त्रीलाई भेट्नुपर्छ भने हामी खाद्य मन्त्रीसँग भेट्ने है। यसमा सम्पूर्ण डिलरको एसोसिएसन दाजुभाइहरूलाई पनि भन्न चाहन्छु, तपाईँले पनि हामीलाई साथ दिनुहोस्, हामी पनि तपाईँलाई साथ दिन्छौँ। तपाईँहरूको समस्या पनि हामीलाई थाहा छ अनि हाम्रो समस्या पनि त्यो हामीले सही स्किलले रासिन पाउनुपर्छ भन्ने। अनि फेरि पनि म भन्न चाहन्छु तपाईँले चाहिँ केवाइसी चाहिँ एकदमै गर्नु जरुरी छ भन्दै मेरो सानो विषय पनि समाप्त हजुरलाई एउटा प्रश्न है। अहिलेको स्केल जुन अहिले हालैमा है यो महिना यो अग्ले महिनामा यो कस्तो पाइँदैछ? अहिलेको यो 26को जुन स्केल छ तपाईँको 20 प्याकेट आटा हो अनि 15 किलो चामल हो। अनि तपाईँको घरमा 4 जना, 1 जनादेखि 3 जनासम्म 15 किलो चामल पाउँछ। 4 जना छ भने चाहिँ तपाईँको 11 किलो प्लस हुन्छ, 26 किलो पाउँछ। त्यसरी नै तपाईँको नजरमा चाहिँ अहिले चाहिँ सठिक रूपमै पाइँदैछ है? सठिक रूपमा पाएको चाहिँ अब धेरै जस्तो डिलरहरूले चाहिँ दिँदैछ। तर कति जग्गा चाहिँ अझै पनि डिलरले 20 प्याकेट पाउने जग्गामा चाहिँ 6 प्याकेट 7 प्याकेट दिइरहेको छ। चामल पनि कम्ती दिइरहेको छ। अनि यस्तो बारम्बार मलाई कलहरू आइरहेछ, उपभोक्ताले मलाई गरिरहन्छ। अनि हामी चाहिँ एउटा एनजिओ हो अनि एनजिओले हामीले जागरुक गराउने काम हो। अनि सरकारले दिएको जुन स्केल छ त्यो स्केल चाहिँ हामीले एउटा अवेरनेस प्रोग्राम जस्तो गरेर बताइदिनेछु हो। अनि धेरै जस्तो मानिसहरूले भन्छ हामीले सही स्कुलमा रासिन पाएको छैनौँ। सायद डिलरहरूको पनि काहीँ न काहीँ त्यो समस्या होला। त्यस कारणले मैले भन्दैछु डिलरलाई पनि आह्वान गर्छु हाम्रो साथमा आएर उहाँले पनि हाम्रो लडाइँलाई साथ दिने, उहाँको लडाइँलाई पनि हामी साथ दिने। अनि त्यो तपाईँले केवाइसी भन्नुभयो नि है, यो यता सप्लाई अफिस आएर गर्न सकिन्छ अनि अनलाइन गर्न सकिन्छ भन्नुभयो नि है। अनलाइनको केही विधि भनिदिनु सक्नुहुन्छ जनतालाई के
अनलाइनमा चाहिँ के छ भने मेरा रासिन भन्ने एउटा एप्स छ है। त्यसबाट तपाईँले गुगलबाट हेरेर है तपाईँलाई आधार कार्ड र रासिन कार्ड मात्रै चाहिन्छ, त्यो लिङ्क गराउनु मात्रै हो। हजुर, यो लिङ्किङ चाहिँ के यो कहाँ लिङ्क हुने हो? यो चाहिँ यो केवाइसी भन्ने नयाँ कस्टमर हो है, तर यो थम्ब इम्प्रेसनको लागि हो कि यो पाउनुको लागि हो कि यो स्केल ठिक पाउनुको लागि हो, के को लागि? यी केवाइसीको मतलब चाहिँ तपाईँको आधार र रासिन कार्ड चाहिँ लिङ्क सरकारले गराउँछ। किनभने त्यो चाहिँ किन गराएको भन्दाखेरि चाहिँ अब सरकारले त रासिन पठाउँदैछ है, अब तपाईँ अब हुनुहुन्छ या हुँदैन त्यसको एउटा जानकारीको लागि यो त प्रथम यो जस्तो यो थम्ब इम्प्रेसनको मेसिन इन्ट्रोड्युस हुँदा नै यो केवाइसी त गर्नुपर्ने हो नि है? गर्नुपर्ने हो। त्यो त जनताले पहिला पनि यो कुरो चाहिँ जनताले यी केवाइसी चाहिँ एकदमै गर्नुपर्छ।